शिक्षकमाथि सरकारले दमन गरेको छ, यो सही छैन। शिक्षकमाथि पानीको फोहराले हान्ने होइन। शिक्षकको माग पूरा गर्न सकिन्न भने राजीनामा दिने जाने हो। त्यही कुर्सीमा टाँसिएर बस्नुको कुनै औचित्य छैन। करोड करोडको गाडी चढ्न हुने, करोड करोड खर्च गरेर विदेश डुल्न हुने, करोड करोड खर्च गरेर आफ्नो स्वास्थ्य उपचार गर्न विदेश जान पुग्ने 7-8 हजार तलबमा शिक्षकले तिमीहरूका छोराछोरीको भविष्य निर्धारण गरिदिनु पर्ने? यहाँ कतिपय भेडा जातहरूले शिक्षकको माग बुझिरहेका छैनन्। के शिक्षकको आन्दोलन निःशुल्क शिक्षाको लागि हो? गुणस्तरीय शिक्षाको लागि हो? फ्रीमा स्वास्थ्य शिक्षा दिलाउनको लागि हो त भनेर प्रश्न गर्दैछन्। नबुझ्ने भेडा जातले नबुझुन्। दिनभर काम गरेर 7-8 हजार तलब बुझ्ने शिक्षकको माग यो राज्यले पुरा गर्नु पर्दैन? भेडा जातले किन बुझ्दैन यो कुरा? शिक्षकले यतिकै आन्दोलन गरिरहेको छैन। त्यसैले शिक्षकको माग पुरा गर्नतिर जाउँ। यसरी दमन गर्ने, यसरी पानीको फोहरा हान्ने अनि शिक्षकहरूको आन्दोलन तुवाउने काम गर्छौ भने तिम्रो सरकार पनि सडकबाटै पानीको फोहराबाटै ढल्न सक्छ। याद गर, यो केपी ओली सरकारले उदण्ड अनि आतंक, अराजक गतिविधिभन्दा बाहेक केही गरेको छैन। यो भन्दा बाहेक अरू गर्न केही पनि आउँदैन जस्तो लाग्छ। साथीहरू, यो तस्बिर देखिसकेपछि तपाईको मनमा के प्रश्न उब्जेको छ? तपाईँ यस विषयमा के भन्न चाहनुहुन्छ? राज्यले गरेको यो दमनको विरुद्धमा तपाईले कुन रूपमा हेरिरहनु भएको छ? कमेन्ट गर्नुहोला, भिडियोलाई सेयर गर्नुहोला, फलो गर्न नभुल्नुहोला।